हेलो गाइज दिस इज रविना ब्लोन होइन अनि त्यसपछि अब मैले चाहिँ ट्युसन पढाउँछु 4-5जना बच्चा छ आज चाहिँ 3जना मात्र आएको छ होइन र यिनीहरूसँग चाहिँ म बिजनेस प्लान्सहरू चाहिँ सेयर गरिरहेको छु होइन कैसा लगा मेरा मजाक यिनीहरूको सोधिरहेको छु यिनीहरूको ड्रिम्स अनि त्यसपछि अब यो एकजना बच्चा छ नाम सन्देश नमस्ते नमस्ते गरा है अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रहे। अनि तिम्रो के थियो रे ड्रिम अल्ट्रासोले भन अल्सुनिने गर भन न छिटो छिटो कंट्रोल कंट्रोल भन के कुन पसल खोल्ने रे तिमी म चाहिँ के फोन पसल खोल्ने पैसा ही पैसा होगा अनि त्यसमा चाहिँ के पाइन्छ भने थियो के अनि त्यसपछि के फोन आइफोन रेडमी त्यो रेडमीहरू फोनमै पर्यो अनि फोन इयरफोन अनि स्पिकर चार्जर ल ठिक छ है त अब त्यो तिम्रो पसललाई चाहिँ स्पेसल पसल बनाउन होइन त्यो अब तिम्रो अरूहरूको पसलमा नगइकन तिम्रै सन्देश फोन पसलमा आओस् भनेर चाहिँ तिमी के स्पेसल थिङ गर्छौ भने त एउटा के कुरा स्पेसल गर्छौ ल ठिक छ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले कम्बो अफर टाइप राख्न सक्यौँ होइन एउटा सिम्पल मोबाइल चार्जर अनि इयरफोनहरू राखेर चाहिँ कम्बो अफर गरेर चाहिँ हामीलाई चाहिँ फाइदा हुने गरेर होइन हामीलाई फाइदा भएको राम्रो कि घाटा भएको राम्रो फाइदा कमाउनको लागि फर्स्टमा बिजनेस गर्नु पऱ्यो होइन हो ल ठिक छ अब हाम्रो अर्को हुनुहुन्छ नाम भन्नु होला संयोग तामाङ गर तिमी आफ्नो के गर्नु लाग्यो अनि ड्रिम के अरे भाइको होटल खोल्नु अल्ट्रासोलो बोला ल यहाँ मोबाइल सुनिँदैन के अरे होटल खोल्नु होटलको नाम के राख्ने थाहा छैन त्यता ल संयोग होटेल भनेर राखिदेऊ न त है अहिलेको लागि पछि चेन्ज जे पनि चेन्ज हाल्न मिल्छ क्या है अब होटेलमा चाहिँ के खानेकुरा पाइन्छ होटलमा जे पनि मोमो पिज्जा समोसा ल भन के पाइन्छ मोमो पिज्जा बर्गर जे पनि पाइन्छ मोमो पिज्जा ल जो यहाँ डिस्टर्ब भयो है पिज्जा अनि बर्गर अनि फ्रेन्च फ्राइज अनि चिकन मोमो बफ मोमो होइन अनि चाउमिन अनि स्यावाले अनि चिकन लेग पिस त्यति ल अब त्यो तिम्रो पसलमा चाहिँ के यस्तो खास कुरा राख्छौ अथवा के खास कुरा गर्छौ जसको कारणले चाहिँ होइन तिम्रो होटेलमा मात्र मान्छे आउँछ होइन अब अरूहरूको पनि त होटेल पहिल्यैदेखि हुन्छ हो कि नै तिम्रो खोल्नुभन्दा अगाडि हो अनि भनिसकेपछि अब तिम्रो होटेलमा आउनको लागि चाहिँ तिमी के एउटा खास कुरा गर्छौ जुन अरूको होटेलमा नजाओस् के गर्छु च्यालेन्ज जस्तै के च्यालेन्ज भन त के सोच्नुपर्छ च्यालेन्ज मात्र गर्छ जस्तै के फुड च्यालेन्ज अब दुईजनाको कम्पिटिसन गराउँछौ कि अब तातो मोमो चाहिँ होइन पुरा 5 मिनटमा खाइदिनुपर्छ त्यस्तो हुन्छ कि किनरले पुरा प्लेटमा भरि खानेकुरा दिएर यति टाइममा सकाउनुपर्छ त्यस्तो च्यालेन्जहरू हो त्यस्तो च्यालेन्जहरू गऱ्यो भने तिम्रो मार्केटिङ हुन्छ होइन तिम्रो होटेलको हो तिम्रो मार्केटिङ हुन्छ अनि त्यसपछि कस्टमरहरू अझ बढ्छ हो ल बेस्ट अफ लक है त होटेल बिजनेस र यहाँ हाम्रो अर्को हुनुहुन्छ मलाई हल्ला नगर भन्दैछु नि खान्छ है तिमीहरूले ल हजुरको नाम अलि यता आउनु नजिक आउनु बस ल यो नाम के अरे फुल नाम फुलबा दोर्जे तामाङ अनि ड्रिम के अरे रेस्टुरेन्टको नाम के राख्ने रे भाइ लुफी रेस्टुरेन्ट हो ल भेरी गुड है भनिसकेपछि अब तिमी उसमा चाहिँ के राख्छौ त हाम्रो रेस्टुरेन्टमा लुफी रेस्टुरेन्ट हो नि त
लुफी रेस्टुरेन्टमा चाहिँ यस्तो के खानेकुराहरू राख्छौ भन त? अघि भनेकै अघि भनेको होइन, तिम्रो भन न, अलि राम्रोसँगले भन के खानेकुरा पाइन्छ? मोमो मोमो अनि मोमो चाउमिन नुडल किमा नुडल्स, ब्ल्याक नुडल अनि थुक्पा अनि लाफिङ होला, अनि त्यसपछि कफी भेरी गुड। अनि ब्ल्याक टी लेमन टी भेरी गुड। अनि त्यसपछि कक फेन्टा त्यस्तो पनि राख्नु पर्यो नि त होइन, त्यस्तो खाने मान्छेहरू पनि आउनु सक्छ। गर्मी महिना भइसक्यो, कोक प्यान्टहरू त खान आउँछ नि होइन। भनिसकेपछि अब लुफी रेस्टुरेन्टमा चाहिँ तिमी यस्तो के कुरा राख्छौ, के कुरा गर्छौ जसको कारणले चाहिँ तिम्रो लुफी रेस्टुरेन्ट चाहिँ एकदम फेमस होस्, एकदम मान्छेहरू एकदम कस्टमरको भिड होस् होइन? भन त स्ट्याचु के स्ट्याचु एक्सप्लेन गर, मलाई हेरेर भन। एनिमी क्यारेक्टर जस्तै नारुतो, बोरुतो, लुफी, ओबिटो उनीहरूको चाहिँ स्ट्याचु राख्छौ। अनि स्ट्याचु राखेर के हुन्छ त? फोटो क्लिक हो, मान्छेहरू कस्टमरहरू चाहिँ फोटो खिच्न आउँछन्। फोटो खिच्न आउँदाखेरि कस्टमरहरूले फुड अर्डर गरिहाल्छ रेस्टुरेन्टमा आइसकेपछि हो। अनि त्यसपछि तिम्रो सेल्स पनि बढ्यो, तिम्रो खानेकुरा पनि बिक्यो। अनि उनीहरूले फोटो खिचेर इन्स्टाग्राम, टिकटक, फेसबुकतिर पोस्ट गरिसकेपछि चाहिँ तिम्रो चाहिँ मार्केटिङ पनि भयो। मलाई हेर भन न, कहाँ हेरेको भने हो कि नै? हो। अनि अरू के गर्छौ? त्यही स्ट्याचु मात्रै राख्छौ, अरू के गर्छौ? च्यालेन्ज हो, भेरी गुड। च्यालेन्ज पनि एउटा राम्रो आइडिया हो है त मार्केटिङ गर्नको लागि हो। भनिसकेपछि अब तिमी प्रफिट, अब त्यसरी नै प्रफिट भइहाल्यो है त। अरू केही आइडिया छ लुफी रेस्टुरेन्टको लागि? अरू केही सोचेको छौ कि नै? सोचेको छ भने यहाँ आएर भन्ने, यहाँ नै यति हो नि त अहिलेको लागि। भेरी गुड है त। अब तिमीहरूको आफ्नो रेस्टुरेन्ट, होटेल, मोबाइल पसल खोलिसकेपछि मलाई एउटा मोबाइल, अनि त्यहाँ होटलमा खानेकुरा अनि रेस्टुरेन्टमा खानेकुरा दिने कि नदिने? मलाई दिने पक्का। मैले यहाँ सबुत राखेको छ नि, फेरि मलाई दिएन भने म जेलमा पठाइदिन्छु। हुन्छ ओके थ्याङ्क यू गाइज।